लक्ष्य तयारी गर्दै हुनुहुन्छ भने आजको क्लास तपाईँको लागि निकै महत्त्वपूर्ण रहेको छ, किनभने यो टपिकबाट परीक्षामा प्रश्नहरू आउने सम्भावना धेरै नै हुन्छ। तपाईँ लक्ष्य तयारीको क्रममा जुनसुकै तहको पनि प्रशासन अथवा लेखा अथवा ब्याङ्क तथा वित्तीय संस्थादेखि लिएर सार्वजनिक संस्थाको तयारी गर्दै हुनुहुन्छ भने पनि तपाईँहरू सबैको लागि अति महत्त्वपूर्ण कक्षा आज हुँदैछ। नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ लक्ष्य गाइड नेपाल र आज हामी चाहिँ पढ्दैछौँ सरकारी लेखा प्रणालीको बारेमा। साथीहरू, आजको हाम्रो कक्षाको विषयवस्तु रहेको छ सरकारी लेखा प्रणालीको बारेमा। आज चाहिँ हामी सरकारी लेखा प्रणालीको बारेमा हामी पढ्नेछौँ र म तपाईँहरूले सरकारी लेखा प्रणालीको बारेमा सरसर्ती एकैचोटिमा जानकारी गराउनुभन्दा अगाडि मैले टुक्रा टुक्रा पारेर तपाईँलाई बुझाउने प्रयास चाहिँ गरेको छु। सबभन्दा सुरुमा म लेखा भनेको के भनेर तपाईँलाई बुझाउँदैछु। डिस्प्लेमा देखिरहनु भएको छ एउटा पिक्चर देख्नुभएको छ। यहाँ आर्थिक कारोबारको अभिलेखहरू राखेको, कुराकानीहरू गरेको, या क्यालकुलेसनहरू गरेको देखिन्छ। हो, त्यही भएर तपाईँले नर्मली के बुझ्न सक्नुहुन्छ भन्दा लेखा भनेको आर्थिक कारोबारको अभिलेख राखी सूचना प्रदान गर्ने अथवा के त सूचना जानकारी सम्बन्धित निकायसँग प्रतिवेदन गर्ने कार्य भनेको के त लेखा हो। यसलाई हामी निम्न परिभाषाले नै स्पष्ट पार्न सक्छौँ। आर्थिक कारोबार भएको स्पष्ट बेहोरा देखिने गरी प्रचलित कानुन बमोजिम राखिने अभिलेख, खाता, किताब, रिपोर्ट, टिपोटलाई हामी के भन्छौँ त लेखा भन्छौँ। यसमा मुख्य 3टा कुरा छ है साथीहरू, हेर्नुहोस् है। एउटा आर्थिक कारोबार भएको हुनु पर्यो, एउटा प्रचलित कानुन बमोजिम राखिन्छ र त्यो भनेको के त अभिलेख, खाता, किताब, रिपोर्ट, टिपोट सबै कुराहरू पर्छन्। यो भनेको के हो त भन्दा लेखा हो। एउटा आर्थिक कारोबार भएको स्पष्ट बेहोरा देखिने गरी प्रचलित कानुन बमोजिम राखिने अभिलेख, खाता, किताब, रिपोर्ट, टिपोटलाई हामी के त लेखा भनेर भन्छौँ। भने अर्को छ प्रणाली। प्रणाली भनेको सिस्टम। सिस्टम भनेको एउटा निश्चित परिधिभित्र रहेर के गर्ने के नगर्ने भनेको चाहिँ सिस्टम हो। कि एउटा पूर्व निर्धारित रूपमा यो गर्ने यो नगर्ने भनेर बनाइएको चाहिँ सिस्टम हो, जो कि तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यहाँ पनि हेर्नुहोस् एउटा राउन्डभित्र घुमिरहेको छ। हो, सिस्टम पनि यस्तै हुन्छ। अब हामी यसलाई लेखाको प्रणालीमा चाहिँ कसरी परिभाषित गर्न सक्छौँ भन्दा आर्थिक कारोबारको स्पष्ट रूपमा पहिचान गर्नेदेखि प्रतिवेदन तयार गरी पेश गर्नेसम्मको प्रक्रिया नै के हो त प्रणाली हो, अथवा यसलाई हामी के भन्छौँ लेखाको प्रणाली भन्छौँ। कुनै पनि आर्थिक कारोबारको पदेखि परसम्मको कार्य प्रक्रिया के हो त भन्दा प्रणाली हो है। हामी यसलाई यसरी पनि बुझ्न सक्छौँ। अर्को भनेको लेखा प्रणालीले चाहिँ के गर्छ त लेखाको जीवन चक्रलाई जनाउँछ। लेखा सुरुवात कसरी हुन्छ र त्यसको अन्तिम के त भन्दा प्रतिवेदन तयार गरी त्यसले सूचना कसरी सम्प्रेषण गर्छ त्योसम्मको प्रक्रिया भने के हो त प्रणाली हो। अब यति बुझिसकेपछि अब हामीलाई सरकारी लेखा प्रणाली भनेको के हो भनेर धेरै अनमोल, धेरै यसमा दुर्मुर हुनुपर्ने विषय नै भएन हैन। सरकारी भनेको सरकारी निकायहरू भयो, सार्वजनिक संस्थानहरू भयो। लेखा भनेको आर्थिक कारोबारको अभिलेख राख्ने, प्रणाली भनेको त्यसको सिस्टम हो है। तपाईँले यहाँ पिक्चरमा पनि देख्न सक्नुहुन्छ। यहाँ एउटा गभर्मेन्ट बिल्डिङ छ, एउटा सरकारी कार्यालय छ। अनि प्लस गऱ्यौँ यतापट्टि हेर्नुहोस्, फेरि यहाँ एउटा के छ त आर्थिक कारोबारको अभिलेखहरू राखिरहेको छ। हो, सरकारी कार्यालयमा राखिने आर्थिक कारोबारको अभिलेख, त्यसको खाता, किताब, रिपोर्ट, टिपोट भन्यौँ नि, त्यसलाई हामी के भन्छौँ त सरकारी लेखा प्रणाली भन्छौँ। अब यसलाई हामीले परीक्षाको दृष्टिकोणमा यसरी पनि परिभाषित गर्न सक्छौँ हैन। सरकारी आय व्ययको क्रमबद्ध, नियमित, वैज्ञानिक रूपमा अभिलेख राखी तोकिए बमोजिमको प्रतिवेदन तयार गर्ने कार्य के हो त सरकारी लेखा प्रणाली हो है। दोहोरो श्रेष्ठतामा आधारित छ भनेको सरकारी लेखा प्रणाली चाहिँ के छ त दोहोरो श्रेष्ठता प्रणालीमा आधारित छ भनेपछि अब नेपालमा दोहोरो श्रेष्ठता प्रणालीको कार्यान्वयन अथवा सुरुवात कहिलेदेखि गरियो कमेन्ट बक्समा लेख्नु होला है त। यसलाई अझ थप हामी यसरी पनि परिभाषित गर्न सक्छौँ। यो सरकारी लेखा प्रणालीले चाहिँ सरकारी आम्दानी र खर्चको अभिलेख राख्ने है। सुन्नुहोस् है, सरकारी लेखा प्रणालीमा के गर्छ त भन्दा सरकारको आम्दानी र खर्चको अभिलेख राख्ने, वित्तीय जवाफदेहीता वहन गर्ने र वित्तीय विवरण तयार गरी पेश गर्ने गर्दछ। सरकारी लेखा प्रणाली के गर्छ त 3टा काम गर्छ भने यसले सरकारको आम्दानी र खर्चको अभिलेख राख्छ, वित्तीय जवाफदेहीता वहन गर्छ र वित्तीय विवरण तयार गरी पेश गर्ने गर्दछ भनेर भन्यो है। हामी यो लेख्न सक्छौँ। सरकारी लेखा कार्य सञ्चालन स्तर र केन्द्रीय स्तर गरी 2 तहमा राखिन्छ। यो सरकारी तहको लेखा सङ्घ, प्रदेश, स्थानीय तह गरी 3 तहको सरकार रहेको वर्तमान संरचनामा लेखा चाहिँ कार्य सञ्चालन स्तर र केन्द्रीय स्तर। केन्द्रीय स्तर भनेको सङ्घमा राखिने मोनिटरिङ कार्यालयहरूबाट गरिने लेखा भयो भने कार्य सञ्चालन भनेको तल्लो स्तरमा कार्यान्वयनमा आउने लेखा चाहिँ के भयो त कार्य सञ्चालन स्तरको लेखा भयो। यो गरेर 2 तहको लेखा राखिन्छ है साथीहरू हैन। बुझ्नु भएको छ नि।
के कस्तो लागिरहेछ हैन आफ्नो विचार चाहिँ कमेन्ट बक्समा लेख्नु होला। यदि तपाईले कुनै कुरा बुझ्नु भएन भने कमेन्टमा लेख्नु होला है। म अर्को कक्षामा तपाईहरुलाई विस्तृत त्यसको बारेमा जानकारी चाहिँ गराउने छु। अझ हामी सरकारी लेखा प्रणाली गर्ने थप यो पनि देख्न सक्छौं कि संघ, प्रदेश र स्थानीय तह, अहिले त तपाईलाई थाहा छ 3 तहको सरकार बनेको छ, एउटा संघीय सरकार बनेको छ, एउटा प्रादेशिक सरकार बनेको छ भने अर्को स्थानीय तह अथवा स्थानीय सरकार हो। यो संघ, प्रदेश र स्थानीय तह लगायत तोकिएका अन्य निकायहरूले, तोकिएका अन्य सार्वजनिक निकायहरूले महालेखा परीक्षकबाट स्वीकृत ढाँचामा राख्ने लेखा सरकारी लेखा हो। महालेखा परीक्षकले सरकारी निकायहरूले यो ढाँचामा लेखा राख्ने, यसरी यसको लेखा परीक्षण गर्ने हैन, यो समयमा के गर्ने त त्यसको परीक्षणहरू, लेखा परीक्षणहरू गर्ने भनेर निश्चित ढाँचा फारमहरू बनाएर कार्यान्वयनमा ल्याएको छ। हो त्यो अनुसार जसले लेखा राख्छन् त्यो सबै भने के हो त सरकारी लेखा हो है। त्यसमा मूल त के लेखाहरू राखिन्छ त के कुराहरू पर्छन् त भन्दा मूल त एउटा विनियोजन लेखा राखिन्छ, एउटा राजस्वको लेखा हुन सक्छ, धरौटीको लेखा हुन सक्छ, आयोजना जिन्सी लगायतका विषयहरू पर्दछन् है साथीहरु सरकारी लेखा प्रणालीको बारेमा। अब यसका केही विशेषताहरू पनि रहेका छन्। मैले यो भन्दा अगाडिको कक्षामा पनि तपाईलाई भनिसके, विशेषता भनेको सम्बन्धित विषयसँग टाँसिएको गुण दोषलाई हामी के त विशेषता भन्छौं हैन। अब हामी चाहिँ यहाँ के को विशेषता पढ्दैछौं त सरकारी लेखा प्रणालीका रहेका यसका सकारात्मक गुण, यसका केही अवगुणहरू होलान्, यसका दोषहरू होलान्, त्यसलाई चाहिँ हामी विशेषता भन्छौं। जस्तो के रहेको छ त 1 नम्बरमा यो एकदमै सरलता, एकरूपता र परिवर्तनशीलता छ। सरकारी लेखा प्रणाली नगदमा आधारित लेखा प्रणाली भएकोले एकदम सरल छ। सबै कार्यालयहरुमा एउटै ढाँचा, एउटै फारम, एउटै नमुना अनुसार राखिने भएकाले यो एकरूपता छ भने परिवर्तनशीलता पनि छ हैन। अन्तर्राष्ट्रिय लेखाका सर्वमान्य सिद्धान्त बमोजिम परिवर्तनशील, पारदर्शी हैन र प्रविधियुक्त पनि बनाउँदै गइरहेको पाइन्छ। र अर्को छ केन्द्रीय स्तर र कार्य सञ्चालन स्तरको लेखा राखिएको छ। मैले अघि तपाईलाई भनिहाले संघ, प्रदेश र स्थानीय तह गरी माथिल्लो निकाय अथवा मोनिटरिङ निकायले राख्ने केन्द्रीय स्तरको लेखा प्रणाली भने तल्लो तहको कार्य सञ्चालन स्तरमा राखिने लेखा कार्य सञ्चालन स्तरको लेखा अहिले कार्यान्वयनमा रहेको छ। अर्को छ आर्थिक ऐन नियममा आधारित, तपाईहरुलाई थाहा नै छ हैन। यो लेखा सम्बन्धी लेखाको छाता ऐन भनेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 र नियमावली 2077 बमोजिम विभिन्न प्रतिवेदन, विभिन्न नियम, विभिन्न निर्देशन, परिपत्र गराएर लेखा राखिने गरिन्छ हैन। अर्को छ दोहोरो लेखा प्रणालीमा आधारित सरकारी लेखा प्रणाली, दोहोरो लेखा प्रणालीमा आधारित छ। के हो त दोहोरो लेखा प्रणाली भनेको कमेन्टमा लेख्नुस् है त। तपाईले यो भिडियो हेर्नु भएको छ र बुझ्नु भएको छ भने तपाईलाई दुईटा होमवर्क भइसक्यो, कमेन्ट बक्समा लेख्नु होला। र अर्को छ नगदमा आधारित लेखा प्रणाली। अब यो पनि तपाईले अघिल्लो पटक क्लास भइसकेको छ, त्यो क्लासमा को भिडियो हेर्नु भएन यसको बारेमा विस्तृत जानकारीको लागि चाहिँ मेरो च्यानलमा गएर खोजेर हेर्नु होला। मैले त्यहाँ नगदमा आधारित लेखा प्रणाली र प्रोत्साहनमा आधारित लेखा प्रणाली बारेमा विस्तृत रूपमा राखिदिएको छु। नर्मली नगदमा आधारित लेखा प्रणाली भनेको आर्थिक कारोबारको सिर्जना भएको अवस्थामा मात्र लेखा राखिन्छ नि, त्यो नगदमा आधारित लेखा प्रणाली हो है साथीहरु। सरकारी लेखा प्रणाली चाहिँ नगदमा आधारित लेखा प्रणाली छ। र अर्को छ संवैधानिक निकायबाट लेखा परीक्षण हुने सरकारी निकाय तथा तोकिएका अन्य निकायहरूको संवैधानिक निकाय भनेको महालेखा परीक्षकबाट आर्थिक वर्षको अन्तिममा अथवा आर्थिक वर्ष अथवा प्रत्येक वर्षमा एक पटक अन्तिम लेखा परीक्षण गरिने व्यवस्था रहेको छ। त्यो कोले गर्छ संवैधानिक निकाय। संवैधानिक निकाय भनेको महालेखा परीक्षकले सरकारी निकायहरूको अन्तिम लेखा परीक्षण गर्ने गर्दछ हैन। बुझ्नु भएको छ? के कस्तो लाग्दैछ है कमेन्ट बक्समा लेख्नु होला। र अब यो सरकारी लेखा प्रणालीको उद्देश्य, महत्त्व, आवश्यकता, यसको प्रभावकारिता, औचित्यता एकदमै महत्त्वपूर्ण है साथीहरु। यो बुझ्नु भयो नि। तपाईले एउटा पोइन्ट कन्ट गर्नु भयो नि तपाईले थुप्रै प्रश्नको उत्तर यहीबाट मिलाएर लेख्न सक्नुहुन्छ। ट्रिक चाहिँ म फेरि राख्ने छु। ट्रिकको लागि चाहिँ कमेन्ट बक्समा लेख्नु होला है। तपाईहरुको उत्सुकता हुनु पर्यो है साथीहरु सिक्नलाई चाहिँ। अब यसको उद्देश्य के छ त भन्दा बजेटको सीमा उल्लङ्घन गर्न नदिनु। सरकारले हरेक वर्ष एक वर्षमा के कति काम गर्ने भनेर एउटा बजेट ल्याएको हुन्छ, खर्चको अनुमानित गरेको हुन्छ। हो त्यो बजेटको सीमा भित्र रहेर काम गर्नु पर्यो। त्यो बजेटको सीमा उल्लङ्घन गर्न नदिनु सरकारी लेखा प्रणालीको के हो त एउटा उद्देश्य हो। अर्को छ सार्वजनिक कोषको स्थितिबारे जानकारी दिनु। सरकारसँग आम्दानी कति छ, खर्च के कति छ, कोषको अवस्था के कस्तो छ भनेर जानकारी दिनको लागि सरकारी लेखा प्रणाली महत्त्व रहेको छ अथवा गर्नु यसको के त उद्देश्य हो। अर्को छ लेखा परीक्षणमा सरलता ल्याउनु। यो पूर्व निर्धारित केही फारम ढाँचाहरू बमोजिम लेखा राखिन्छ। समय समयमा आन्तरिक लेखा परीक्षण गरिन्छ ती 3 महिनाको भने वर्षकोमा एक पटक अथवा वर्षको अन्तिममा अन्तिम लेखा परीक्षण गरिने भएकाले लेखा परीक्षणमा सरल ल्याउने यसको उद्देश्य हो।
र त्यसै गरी अर्को सार्वजनिक सम्पत्ति तथा जिन्सी मालसामानको उचित संरक्षण गर्नु, हैन? सम्पत्तिहरूको संरक्षण गर्नु पर्यो, तिनको सही सदुपयोग, उपयोग, प्रभावकारिता गर्नको लागि, संरक्षण गर्नको लागि यसको के त महत्त्व अथवा उद्देश्य रहेको छ। अर्को छ आर्थिक कारोबारको पारदर्शिता, जवाफदेहिता अभिवृद्धि गर्नु। आर्थिक कारोबारको बारेमा कहाँ के कति भइरहेछ, हैन? सरकारवाला निकाले पनि सबैले थाहा पाउनु पर्यो, त्यसको पारदर्शिता हुनु पर्यो, जवाफदेहिता हुनु पर्यो र सकारात्मक सदुपयोग हुनु पर्यो, अभिवृद्धि हुनु पर्यो भनेर भन्नलाई यसको के छ त महत्त्व रहेको छ भने। अर्को त्यसै गरी के छ त भन्दा वित्तीय सूचना उपलब्ध गराउनु हो। अब अर्को वर्षमा के कस्तो नीति नियमहरू बनाउनु पर्छ त्यसको बारेमा के त सूचना उपलब्ध गराउने काम चाहिँ कसले गर्दछ त सरकारी लेखा प्रणालीले गर्दछ है। बुझ्नु भएको छ कि नै साथीहरू? कस्तो लाग्दैछ क्लास है? आफ्नो विचार चाहिँ लेख्नु होला। अब यसै गरी हामी सरकारी लेखा प्रणालीको सिद्धान्तको बारेमा हेर्छौँ। सिद्धान्त भनेको के त भन्दा सरकारी लेखा प्रणालीलाई सिद्ध गर्न के, यसलाई पूर्ण बनाउनको लागि विभिन्न नियम कानुनहरू आवश्यक पर्दछ, विभिन्न अरू साना सिद्धान्तहरू आवश्यक पर्दछ हो। त्यसलाई चाहिँ हामी के भन्छौँ त सरकारी लेखा प्रणालीको सिद्धान्त भन्छौँ। के भन्छौँ त सरकारी लेखा प्रणालीलाई पूर्णता दिनका लागि प्रतिपादन गरेका अन्य सिद्धान्तहरूलाई के भन्छौँ त सरकारी लेखा प्रणालीको सिद्धान्त भन्छौँ, जुन यस प्रकारको रहेको छ। एउटा कानुनको सिद्धान्त। अब सरकारी लेखा कुन कानुन बमोजिम राख्ने, कसरी बजेटको विनियोजन गर्ने, राजस्वको कसरी अभिलेख राख्ने, सबै कुराहरू कानुनमा राखिएको छ, नीति नियममा राखिएको छ। मैले अघि पनि भनिसकेँ, यो आर्थिक कारोबारको व्यवस्था बारेमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व 2076 र नियमावली 2077 कार्यान्वयनमा रहेको छ। त्योदेखि लिएर अन्य थुप्रै नीति निर्देशन कार्यविधिहरू पनि के त कार्यान्वयनमा रहेको छ। अर्को छ नगदमा आधारित सिद्धान्त। सरकारी लेखा प्रणाली के छ त, यही तपाईँले पिक्चरबाट पनि देख्नुहुन्छ, नगद पैसा आयो र नगद पैसा गयो अथवा नगद कारोबारको सिर्जना भएको अवस्थामा मात्रै के गरिन्छ त लेखा राखिन्छ भने नगदमा आधारित लेखा प्रणाली भयो। अर्को छ एकरूपताको सिद्धान्त। महालेखा परीक्षकबाट सरकारी निकायहरूले लेखा राख्ने ढाँचा फारम तयार गरिदिएको हुन्छ। सबै कार्यालयहरू त्यही ढाँचामा के त लेखा राख्ने भएकोले सबैमा के हुन्छ त एकरूपता हुन्छ, सबैमा समानता हुन्छ है। त्यही भएर एकरूपताको सिद्धान्त भन्यो। अर्को छ समय अवधिको सिद्धान्त। के हो भनेको त्यसले समय अवधि भनेको एक वर्षको लेखाको परीक्षणहरू गर्ने है। बजेट एक वर्षको आउँछ, बजेट अनुसार काम भयो कि भएन त्यसको परीक्षणहरू गर्ने, मूल्याङ्कन गर्ने भएकोले यसले के गर्छ त कुन समयमा कुन काम गर्ने भनेर के गर्छ त यसले योजना तयार पारेको हुन्छ। अर्को छ तुलनाको सिद्धान्त। अब बजेटको अपेक्षित लक्ष्य के थियो र विगतको वर्षको के थियो र आउँदो वर्षमा के गर्न सकिन्छ भनेर यसले के त तुलना गर्न सक्छ। यसको बजेटको खर्च कति भयो, त्योबाट लाभदायक कति भयो हैन, सार्वजनिक व्यक्ति अथवा पब्लिकलाई कति के भयो त फाइदा भयो भनेर यसले के त तुलना गर्न चाहिँ सहज गराउँछ। केले त भन्दा लेखा प्रणालीको सिद्धान्तले, जसलाई हामी तुलनाको सिद्धान्त भन्छौँ। अर्को छ बजेट नियन्त्रणको सिद्धान्त। यसले बजेटलाई अनियन्त्रित दुरुपयोग हुनबाट रोक्ने काम गर्छ हैन। बजेटलाई सही ट्र्याकमा र बजेटको उद्देश्य जे हो उद्देश्य उन्मुख हुनलाई के त यसले सहयोग गर्दछ। र यसैलाई नै हामी के भन्छौँ त भन्दा जेनरल एक्सेप्टेड एकाउन्टिङ प्रिन्सिपल, लेखाका सर्वमान्य सिद्धान्त बमोजिम यी लेखाका सिद्धान्तहरू के त तय गरिएको हुन्छ हैन। बुझ्नु भएको छ नि साथीहरू? तपाईहरुलाई कस्तो लाग्दैछ कक्षा कमेन्ट बक्समा चाहिँ आफ्नो विचार प्रतिक्रिया चाहिँ राख्दै गर्नु होला है त। अब यसपछि हामी आज अगाडि बढ्न चाहन्छौँ सरकारी लेखा प्रणालीका केही समस्या तथा कमजोरी, यसका दुर्बल पक्ष, यसका नकारात्मक पक्ष जे भने नि तपाईँ अब पोइन्टहरूलाई मिलाएर लेख्न सक्नुहुन्छ। अब हेर्नुहोस् है त्यो के छ त सरकारी लेखा प्रणालीको समस्या अथवा कमजोरी भनेको आएर बेगको यथार्थ जानकारी गराउन कठिन छ हैन। अहिले भनेको छ सङ्घ प्रदेश स्थानीय तह केन्द्रीय स्तर र कार्य सञ्चालन स्तरको लेखा कार्यान्वयनमा रहेको छ, तर यथार्थ रियल टाइमको आय व्ययको अवस्था जानकारी गराउन चाहिँ के त असहज रहेको छ। पेस्कीलाई खर्च मान्ने प्रविधि छ। पेस्की भनेको त कुनै काम हुनुभन्दा अगाडि अग्रिम रूपमा दिइएको भुक्तानी हो, दिइएको रकम हो हैन, तर त्यो खर्च भइसक्यो हुँदैन। सरकारी लेखा प्रणाली नगदमा आधारित भएकोले पैसा गयो भने के गर्छ त खर्च मानेर लेखा राख्ने प्रविधि अझै पनि छ, तर त्यो वास्तविक खर्च चाहिँ होइन है साथीहरू। अनि अर्को छ सरकारी सम्पत्तिको एकीकृत अभिलेख तयार गर्न कठिनाइ छ हैन। विभिन्न तहमा विभिन्न सरकारी सम्पत्तिहरूको प्रयोग भइरहेको हुन्छ, त्यसको अभिलेख चाहिँ दुरुस्त रूपमा के त तयार गर्न कठिनाइ रहेको भेटिन्छ। अर्को छ सिग्यासको कार्यान्वयन पक्ष के त कमजोर रहेको। ल अब यहाँ नयाँ एउटा आयो सिग्यास। सिग्यास भनेको के हो, यसको फुल फर्म के हो कमेन्ट बक्समा लेख्नु होला है त। यदि तपाईँले भिडियो हेर्नु भएको छ र तपाईँलाई थाहा छ भने चाहिँ सिग्यासको फुल फर्म के हो कमेन्ट बक्समा लेख्नु होला। भन्दै यो सिग्यासको कार्यान्वयन पक्ष कमजोर रहेकोदेखि लिएर प्रविधियुक्त साधन स्रोत साधनहरूको प्रभावकारिता पनि न्यून रहेको हामी भन्न सक्छौँ हैन।
अर्को छ स्पष्ट नीति कार्यविधि र मापदण्डको कार्यान्वयनमा के त भन्दा समस्या रहेको छ। समय परिवर्तन अनुसार नीति नियमहरू अद्यावधि गरिएको छैन तर अनि कार्यान्वयन भएका नीतिहरूलाई एकदमै पूर्ण रूपमा कार्यान्वयनमा रहेको चाहिँ अहिले देखिँदैन हैन। यो के त भन्दा समस्या रहेको छ भने अर्को समस्या रहेको छ रियल टाइममा भनेको वास्तविक के त भन्दा समयमा एकीकृत वित्तीय विवरण प्राप्त गर्न कठिनाइ रहेको छ हैन। वास्तविक के त भन्दा अथवा अहिलेको समयमा वित्तीय अवस्था के छ त भनेर पत्ता लगाउन कठिनाइ छ। त्यसले गर्दा समयमा लेखा परीक्षणहरू नहुने गरेको हैन। यस्तो के त समस्याहरू रहिआएको छ। अब तपाईले यो समस्यालाई उल्ट्याउनु भयो भने यसको समाधानको उपाय बन्छ। यो चाहिँ तपाईहरुको काम है त। यदि तपाईहरु साँच्चै नै लोकसेवा तयारी गरेर जसरी पनि म जागिर खानुपर्छ भन्ने सोचमा हुनुहुन्छ भने तपाईहरुले आफै प्र्याक्टिस गर्नुस्। समस्यालाई उल्टाइदियो भने समस्यालाई समाधान गर्ने उपाय मात्र दियो भने के हुन्छ त त्यो समस्या समाधानको उपाय हुन्छ। भन्दै आजको क्लास चाहिँ यही आएर टुङ्गिन्छ। यो कक्षा कस्तो लाग्यो तपाईहरुलाई हैन आफ्नो विचार चाहिँ कमेन्ट बक्समा राख्नु होला र अर्को कक्षा चाहिँ हामी अझ पनि महत्त्वपूर्ण कक्षामा हामी उपस्थित हुनेछौं। त्यसको लागि मेरो यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। छेउमा भएको नोटिफिकेसन बटनलाई अन गरिदिनु होला र आगामी दिनमा आउने यस्तो महत्त्वपूर्ण भिडियो तपाई समयमै पाएर तपाईको लोकसेवा तयारीलाई थप सहज हुनेछ भन्ने विश्वस्त हुँदै आजको कक्षाबाट छुटिन चाहन्छु। हवस्, नमस्ते, शुभ दिन।